नो हेलो आमा बाटोको धुप क्यामेरा पनि होइन अब अनि साङसिङ गर्नुपर्छ भन्छ घरमा हो अर्को जुत्ता ल्याउनु खोज्या होइन किन त्यो लेख्न लाग्छ अब लाउने एकछिनमा पाल्नु त्यो बोक्दैन त नत्र पाल्नु हो त्यो जरा सानो एउटा ससा लिएर के गरे बाबु क्यामेराम्यान हो तिमी ल ल ल ल ल पहिला भाइ हैन पहिला भाइ निशान तिमी पहिला प्रतिभाले यहाँ बस्छ नि दुईजना बहिनी यहाँ आउँदै अब बस्छ बहिनी आऊ नानी आऊ त यहाँ दुईजना यहाँ आउन अगाडि छोड्छ पछाडि नानी र त्यहाँ लाइनमा यसरी राम्याम खममा राम्याम खम लाइन गर् जान पार्दैछ लाइन अहिले छुट्दै छ मिठो हेर्दा जिन्दगी बचेको जिन्दगी बचेको फलम्बा फुला सुन्दम से लगन जबी भाई जे जे बचे लड़ा बचे जे जे तुझे तसे बोले वो देव देव खेला के चलो तो मासिन तो दे से लेगो में तो दे दे गया ये तो भाग्य पता लो ने ने से नम तो से कर लो तो तिरसो लादा धन धन तो जे बियो हटे जे दे के जे सब सुंदर जो के ले सब जे जे के वाजे लादे क्या दिन रे तो आज बाबा के दायो जो को ल खिचेर आउँ त फाइदा राम्रो छ एकदम मिठो भिडियो निकाल्नु नेट गएर के दुधमा ल मामला खाउँछु अनि जानु ल ल सुन्नु म बिस्तारै निक्लिनु यो ल साइड ल म अगाडि कि तिमी अगाडि बिस्तारै खै भिडियोमा चाहिँ अलिक लङ बस टाढा बस न बिस्तारै निकाल्नु यताबाट यता पालै पाला कता यता होला ए यता हो नि यो डिक्की खोल्छ होला नि यहाँ कता हो खै के हो डिक्की त फेरि यो उता हाल्ने यो गाडीमा हाम्रो गाडीमा कता हो कता अडी चाहिँ त्यता हाल्नु यो त डिक्की जोइला पर्दैन के अरे त्यस्तो हो के ल होइन त्यो छैन
दिदीको त्यो नाखैभरि निसान थोरै किन्न पाएन नि बिहेमा भनेको र मेरो जानु न तपाईहरु आज त बस्नु चढ्नु गाडीमा कति चढ्नु के आमा त हैन ए कत्रो देख्यो क्या अचार छ्याम त यो आई डोन्ट नो तोर हार देखेछ ल अब हामी निस्किन्छौँ बाई बाई ल सिधै केटिएम हामी कोलिनामा है हामी हामी नि आउँछ नेपाली छ नि बेला अब हामी भाउजूलाई लिन जान्छौँ भिडियो बना भिडियो दाइ पछि गाडी किन बना तेल खोलेर खाने एकछिन भिडियो बाटो चल कस्तो फिल भइरहेको छ दाइ भाउजू आउँदैछ अब आज हामी चाहिँ चितवन टु काठमाडौँ है सबैलाई नमस्कार। हाम्रो आज भतिजको के हो भतिज आज इन्गेजमेन्टको लागि हामी काठमाडौँ जाँदैछौँ। हाम्रो यात्रा सफल रहोस् यही नै सम्पूर्णलाई शुभकामना छ। फेरि भेटौँला है। अब हामी जाँदैछौँ है। अब त्यहाँको बोर्डसरहरू सबै तयार भएर बसे हुन्छ। हामी चितवनबाट आएको हामी चितवनको राजा हो हेर यतिकै हेर। अब यो राजालाई फेरि राम्रो चिरा फेरि बनाइदिउँ हामी जाँदैछौँ हामी। अरूले खाना लागेर आफ्नो बुढीले च्याट्ट खाना लगाएर टोपी ढ्याक्क लगाएर हामी चाहिँ आज चाहिँ आजको 1:30 बजे निश्चरको ससुरालीमा 6 बजे डान्स बार ठमेलमा ठमेल नोबा हजुर होइन म त चितवनको हिरो हो नि यार। 49 years old यार you know 49 years old। अब डान्स बारमा अब त्यहाँ हुन्छ नि आप्रे खुला टिप्ने मन भए नमन डर काँडाको साइला साइला। अस्ट्रेलिया यस्तै हो सम्झिने पानी छम्किने बस्ने उतै। बाबु ठिक छ नि अलिक टाढोबाट हाल्थ्यो। फोटो हो कि भिडियो भिडियो हो कहाँ राख्ने हो यो खै त चेप्ने कुरा छैन नि त यतिको समात्ने हो। ओके थ्याङ्क यू यार। यहाँ अर्को नि कुरा हुन्थ्यो नि ल है। हामी साला भने अहिले हामी चाहिँ कहाँ यो नारायणघाटबाट होइन नारायणघाटमा हामी के हो विष्णु है विष्णु यो के पसल भन्छ यसलाई मिठाईको पनि भण्डारमा छौँ हामी होइन। अहिले बेहुलाको लागि काठमाडौँमा केही सामानहरू लानु परेको हुनाले हामी सामानहरूको लागि चाहिँ अहिले हामी विशेष गरी एकदम राम्रो भरपर्दो चाहिँ एकदम क्वालिटी राम्रो भएको ठाउँ छिर्दैछौँ। त्यसलाई सामानहरू के लाने हो ल ठिक छ। यो काजु अनि मिठाईहरू सब ताजा हो नि फ्रेस हो नि यो एकदम है। यसलाई त मापदण्ड अनुसार चेक गर्नु पर्दैन नि फेरि हामीले हजुर राम्रो छ नि होइन हाम्रो आहा यो हो नि दाइ ल
ठिक छ ठिक छ ठिक छ। हाम्रो बेहुला है, हाम्रो बेहुला भतिजको आज हामी इन्गेजमेन्टमा हामी काठमाडौँ चितवन टु काठमाडौँ जाँदैछौँ होइन। सबैको यात्रा सफल रहोस् है। थ्याङ्क यू मेरो भाइ भतिज। अब यो हाम्रो पनि यो 4 लाइनको बाटो हो, चितवनको 4 लाइन बाटोहरू तपाईँलाई थाहा छ कि छैन? यो भरतपुर नारायणको 4 लाइन बाटो हो। ल हेर्नुहोस् कति शानदार बाटो छ। यो बाटोलाई तपाईँको सबै ठाउँमा यस्तो बाटो बनाउन पाइयो भने होइन, नेपाल सुन्दर देश हुन्छ कि। नेपालमा पनि के छैन र सब कुराको होइन कुराहरू छन्। हेर्नुहोस् ल हेर्नुहोस् यताबाट हेर्नुहोस्, यो चाहिँ हाम्रो यता नारायणघाटको ठ्याक्कै केलाई भन्छ ब्ल्याक फरेस्टको ट्याक्क यस यस यहाँ ब्ल्याक फरेस्ट, यता ब्ल्याक फरेस्ट भयो नि त। ब्ल्याक फरेस्ट ट्याक्क यस ओके ओके। अहिले हामी ठ्याक्कै भतिजीले भन्दैछ यसको चाहिँ फोटो निकाल्नु पऱ्यो भने ब्ल्याक फरेस्टको हामीले निकाल्दैछौँ। यतिखेर त हामी नारायणघाटको मेन ठाउँमा छौँ। यतिखेर हामी नारायणघाटको मेन ठाउँबाट हामी अहिले केही सामानहरूकै चाहिँ किन्ने वातावरण गरिरहेको छौँ। यो चाहिँ हाम्रो दृश्य हो, यो नारायणघाटको सम्पूर्ण चितवनवासीहरू। अब हामीले पनि अब सबै ठाउँमा चाहिँ हामीले 4 लाइनको बाटो यसरी बनाउन सक्यो भने हाम्रो देश सुन्दर छ। यो चाहिँ हामी फेरि टाढी फर्किने बाटो है। हेर्नुहोस् तपाईँको अब यो पूर्वतिर फर्किने बाटो हो। पूर्वको त्यो पनि दृश्य हेर्नुहोस्, दृश्यहरू यति राम्रो राम्रो छन्। यो दृश्यहरू तपाईँले हेर्न चाह्यो भने होइन चाहनुहुन्छ भने हामी देखाउँदैछौँ। यता पनि साइडमा बसेर मैले गर्दैछु है त, यता पनि साइडमा बसेर। यो चाहिँ मेन बाटो हो है, हाइवेको यो 4 लाइन बाटो। यसरी गाडीहरू ट्याक्क आइरहेको छ। ल हेर्नुहोस् अब चितवनको वातावरण, चितवनमा के छैन अरे हेर्नुहोस् ल। अब तपाईँहरूलाई चितवन आएपछि भरतपुर झरेपछि तपाईँको यहाँबाट 4 किलोमिटर अनि पर्यटक क्षेत्र सौरा जान चाहनुहुन्छ भने सौराको चाहिँ लोकेसन भनेपछि यहाँबाट 4 किलोमिटरबाट सौरा जानलाई, सौरा चाहिँ हाम्रो पूर्वतिर लाग्छ। अहिले पूर्वबाट हामी पश्चिम लागेछौँ। यो नारायण बजार है, यो चोक चाहिँ विशाल चोक छ हेर्नुहोस् है। अब सौरा चाहिँ भनेको तपाईँहरूलाई पर्यटक क्षेत्र हो। तपाईँलाई अब सौरामा गएपछि विभिन्न किसिमको थारू कल्चरहरू होइन, धेरै जस्तो थारू कल्चरहरू त्यहाँ चाहिँ देख्न पाइन्छ। त्यसपछि राष्ट्रिय निकुञ्जभित्र तपाईँहरू पस्न चाह्यो भने अब त्यहाँ हात्तीहरू चढ्न पाइन्छ। त्यसपछि गाडी अब त्यहाँबाट चाहिँ त्यो हाम्रो जिप सफारी पनि गर्न सक्नुहुनेछ है। तपाईँहरूलाई आउनुहोस्, चितवन पनि रमाइलो छ र तपाईँहरूलाई चितवनमा वेलकम छ। ल वेलकम छ। हामी त घरबाट प्याक गरेर ल्याउने हो, यहाँ आएर खायो। हजुर त नाता पर्छ यो होटेल यत्रो पैसा बाटो फाल्यो। अब त कहाँ फाल्छ, यहाँ आएर दिने हो, सबै खाने हो। आफूले पर्ने चाहिँ है खानुहरू मात्रै हो। अन्डाहरू सानो बाटो बाबु एउटा खै त हाम्रो अर्कोहरू
Yes. यार क्या ल फाइनली आइपुग्यो सिक्किम पनि यस्तो नै प्राय सब केटिएममा भाइला टेकियो साइडमा फाइनली केटिएम आयो काखमा त दिउँसो नि गरिब हुन्छ चिया होला उहाँको मान्छेलाई गरिम हुन्न कि हामीलाई मात्रै हो हामीलाई मात्रै गरिम भयो क्या ब्याग पायो त्यहीँ राखिदिएर आइज खै तपाईँको ग्लासेस किन वेटिङमा आएँ हामी हावा चलेछ सिरिरी बतासे बनेर लैजाउ न उडाई तिम्रो त्यो सहर म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा बेरिदेऊ न्यानो अङ्गालोमा मलाई थाकिसकेछु जिन्दगी जिउन कटाउनलाई एक्लै गाह्रो सजिलो होला सोचेथे यो जीवन तर जिन्दगी रहेछ लामो बहकिने यो मन मस्तिष्कलाई स्थिर राखिदेऊ न खाली रहने अङ्गालोलाई कसैले बाँधिदेऊ न खोजी हिँड्ने आँखाहरू तिमीलाई नै रोज्नेछन् दुःख त नआउला भन्दिन म सुख चाहिँ अलि बढी देउला म त मातिन्छु आतिन्छु सासिन्छु तिम्रै त्यो मायामा नदेऊ न ज्यादै पोखिने गरी म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा बेरिदेऊ मलाई तिम्रो अङ्गालोमै थाकिसकेछु जिन्दगी जिउन कटाउनलाई एक्लै गाह्रो सजिलो होला सोचेथे यो जीवन तर जिन्दगी रहेछ लामो
त त्यस्तो लाग्यो मायाले बाँध्यो लास्ट अन्तिम डान्स अन्तिम डान्समा हाम्रो अङ्कलले खतरा डान्स गर्नु अङ्कल बोलो साँच्ची भाइ Thank you. Bila फेरि चित्र नै गाउँ गरेर लामा बस्नु मेरो पनि सम्धी कास्ती हो अनि हामीलाई रमाइलो गर्नु
सम्झना बिर्सना झन्झन बढ्यो तिर्सना सलालाला मायाको डोरीले तिमीलाई मायाको डोरीले तिमीलाई बदल्दी उनको मटर कारमा फुल चढाउला सम्झना बिर्सना सलालाला झन्झन बढ्यो सम्झना सलालाला यो गाउँको यो ठाउँको फुलहरू फुल्दो रहेछ फुलहरू फुल्दो रहेछ फुग्लिन्छ रेसी मजा आउँछ रेलीमाई टडक चढेसी अरे मजा आउँछ रेलीमाई टडक चढेसी यो गाउँको यो ठाउँको मगमगको फुलहरू फुल्दो रहेछ ल है हामी अब यो सबैलाई बाई बाई लुगा लगा छोटा छोटा लुगा लगा बिन्ती नमस्ते किन्देऊ न भयो के भयो किन्देऊ न ल अब हामी छुट्टी गाह्रो बल्ल बल्ल छुट्नु भयो ल अब हामी छुट्टी लिनु बाई बाई हेलो ड्राइभर दाइ सेफ राइड बाई बाई मेरो कुरा खाने अनि चिसो पानी हुने बिमार माग्ने हुन्छ देख्नु भयो राम्रो पाउनु भयो त मागेर भयो भने पेट भराइदिनु बाडु किला छ जेठन हजुरको याद मात्रै आइरहेछ एक गुका बाडु किला छ जेठन हजुरको याद मात्रै आइरहेछ ल खाना मलाई छोडी होइन अब त हजुरले फोन गरेर फोडेको हो यो पोक्छ बाबु यो होइन होइन त्यो होइन हजुरले जे गरेर जसरी खाए पनि जुठो भयो के फरक पर्छ हो फेरि म त आज सर्किने हो मजा हुन्छ क्या म त फाल्दिने अर्को गिफ्ट नआएको कुरा हो ल ब्रेक जोक जोक यो आज पिस्लिङ आइपुग्यो हामी सर पिस्लिङ आइपुग्छ अनि किन त्यो गाडीमा थियो होला नि अर्को अघि नै हाल्नु पर्दैन बुझ्दैन मान्छेले किन के पारा बस्छ